हामी अब स्याङ्जाको पुतली बजारमा गएर रेडी भएर अब फेरि भोलिपल्ट बेहुलो अन्माउने तयारी हुँदैछ त्यहाँबाट पुतली बजारबाट ल बेहुली लिन जान लागेछन् बेहुलो त्यहाँबाट अब त्यहाँ बेहुलो अन्माउन आँट्यो अब सानीमाले टिको लगाइदिएर दिदीले माला लगाइदिएर अब हामी होटलबाट बेहुला हुनुपर्छौँ हिजो घरबाट हामी त्यसरी अन्माएको थियौँ अब फेरि यहाँबाट त्यस्तै गरेर अन्माउँदैछ अब सबको रङ रूप चेन्ज भइसक्यो जन्ती हाम्रो पत्र हिँड्यौँ अब त्यहाँ बेहुलीकोमा पुग्यौँ जाडो थियो चिसो अब हामी पत्र लिएर हिँड्यौँ खोला आँधी खोलाको छेउमा रहेछ एउटा पार्टी प्यालेस त्यहीँबाट बिहेको थियो कस्तो रमाइलो सबै लेडिज पञ्चे बाजा बजाउँदै के बाजा पञ्चे बाजा जस्तो ल हामीले अब स्वागत गर्दै हामी जन्ती गयौँ नाच्दै नाच्दै बेहुली लिएर अब यहाँको छ भने चाहिँ अब बेहुलो गेटबाट छिर्ने बित्तिकै उताबाट बेहुली ल्याएर त्यहीँ स्वयंवर भइहाल्छ है अब कस्तो रमाइलो लाग्यो पुरै फुलले हामी जन्तीलाई जन्ती पर्सिनु भएको अरे त्यसरी अब त्यहाँको नाच हाम्रो बेहुलोको साथीहरूले पनि त्यहाँ केटीहरूलाई के डह्रो नाचिदिनु भयो अब यता गोडा धुने कार्यक्रम हुँदैछ ल यो चाहिँ स्याङ्जाको आँधी खोलामा हामीले गीतमा सुनेको आँधी खोलामा भन्ने सुनेको थियौँ यो चाहिँ आँधी खोलाको यो झोलुङ्गे पुल है आँधी खोला हो उता त्यो गाडीहरू हिँड्ने पुल हाम्रो ज्वाइँको पोज हेर्नु फोटो खिचिदिने म ज्वाइँले रमाको कसको फोटो खिचिदिँदै हुनुहुन्छ भने मान्छे चिन्ने एकछिन खतरा फोटो खिचिदिनुहुन्छ भनेर सबले फोटो खिच्न लागिरहनु भएको थियो कि महे ज्वाइँलाई यहाँको बिहेको अलिक प्रक्रिया अलिक फरक ऊ त उस्तै हो तर गर्ने तरिका अलिक फरक हुँदो रहेछ अब हामी चाहिँ यज्ञमा 3 चोटि बेहुली अगाडि कि यसरी 3 चोटि बेहुलो पछाडि त्यसरी घुम्थ्यौँ यहाँ चाहिँ त्यस्तो होइन हेर्नु है आधी यज्ञ बेहुलो अगाडि हेर्नु ठ्याक्क त्यहाँ बिचमा पुगेपछि अब बेहुली अगाडि बेहुलो अगाडि लाग्ने ल त्यो बेहुलीको गोडा छुने बेहुलोको विधि हुन्छ नि त्यही गराउँदै हुन्छ त्यो तर कस्तो भाषा हुन्छ त्यो ओइर्याइदिनु अमिर ओइर्याइदिनु भन्नुहुन्छ अब पुरेतले हामीलाई हाँस उठ्छ फेरि अब दिदी हुनुहुन्छ बेहुलोले चाहिँ थोरै लाउनुहुन्छ कि पूजा गरे जस्तै पुरेत बाला चित्त पुग्दैन फुल दिनुहुन्छ यत्रो यसले सबै ओइर्याइदिनु भन्नुहुन्छ त्यही गोडा छुने कार्यक्रम हुँदैछ पुरेतबाले फालिदिनु भयो फुल थोरै अबिर लाउनु भयो भनेर यतातिर यस्तो रुमालले छुने चलन जस्तो लाग्थ्यो खोइ बिर्स्यौँ कि हामीले थुप्रै वर्ष भयो बिहे गरेको पनि त्यहाँ चाहिँ त्यसरी अभिले सबै फुटो पूजा गर्ने चलन रहेछ
अब बेहुली अगाडि त्यस्तो बिहे हुँदो रहेछ। अब दाजुले लाजा हालेर त्यो काम पनि अब त्यो त यहाँको जस्तै हो। तर हामी चाहिँ घुमेर त्यो नाङ्लोले होम त्यो कुण्डमा होम गरे जस्तो लाग्छ नाङ्लोले। तर त्यहाँ चाहिँ त्यहीँ गर्दो रहेछ नि त्यतिखेरै हो। अब त्यहीँ भयो सक्यो। 3 चोटि गर्थे जस्तो लाग्छ है हामीलाई चाहिँ। त्यहाँ चाहिँ त्यति एकचोटि मात्रै हो। विधि उस्तै हो, तरिका अलिअलि फरक। बिहे गर्दै हुनुहुन्छ गुरुले। यस्तो पैसा चढाउने खोइ यता पूर्वतिर केही थाहा छ त कसैलाई? थाहा छैन, बिहे गरेर बिर्स्या हो कि मैले बिर्सिसकेँ, थाहा नै छैन। यस्तो त पश्चिमतिर यस्तो चलन रहेछ। उता नाच हुँदैछ। ल सिन्दुर लाउने बेला भयो। सिन्दुर हाल्दै हुनुहुन्छ बिहेमा। सबैजना बसेर हेर्दै हुनुहुन्छ। कोही नाच्दै हुनुहुन्छ। बाजा बज्दैछ, रमाइलो छ। 3 चोटि पुग्यो। मिलाइदिँदैछौँ हामी देवरानी जेठानी। यता बिहेको कर्म हुँदै चल्दैछ। पुरोहित बा पढ्दै हुनुहुन्छ। यहाँ दही कसरी के अरे दही खुवाउने होइन, माउर। हाम्रो यो त माउर खुवाउने हुन्छ नि, त्यो सिस्टम यहाँ कति फरक रहेछ। खुवाउन चाहिँ खुवाउनुहुन्छ तर तरिका फरक। बेहुलीलाई उचारेर सार्नु पर्यो। सक्नु भएन उचाल्नलाई। बेहुली ठुली छिन् क्या, बेहुला जत्रै छिन् डङ्ग पऱ्यो कि। बेहुली बस्ने कुरा हो। बेहुली बस्न भनिकन बस्नु भयो हतार हतार, फेरि उठाउनु भयो। फेरि त्यो खसाखुसु पनि चल्दैछ। गोदान हुँदैछ अब फेरि। गोदान हो कि के? गोदानै जस्तो लाग्छ। ऊ त्यसरी हो दही खाने, देखाउँला भने चाहिँ
भइगयो त्यो माउर भएको त्यही हो दुनामा सुरुप्प बेहुलीले सुरुप्प बेहुलोले सक्यो अनि माथि त्यो के हामी त तल सुपारी खेलेर माथि लाजा बुढ्थे दुईपट्टिबाट बेहुला बेहुलीको पक्षले तान गर्थ्यौँ पूर्वतिर पश्चिमतिर त्यो चलन रहेनछ कपडा लगेको खेरको अब यहाँ सम्झिँदा चिना जाने हुँदैछ जन्ती आफन्तको चिना जाने हाम्रो नाच यो बेलुका साँझ परिसकेको थियो हिँड्ने बेलामा जन्ती बेहुली अनुहारभन्दा एकछिन अगाडि नाच्दिउँ न त हामी पनि एकछिन हामीलाई त फेरि बाजा सुन्नै हुँदैन नाचौँ लागिहाल्छ त्यसपछि अब हिँड्ने